What if I told you that buried somewhere in this city is treasure worth thousands of rupees, but only the smartest, fastest, and most strategic team will claim it? Welcome to the ultimate treasure hunt. यो गेम जति सिम्पल जस्तो देखिन्छ त्यति नै इन्टेन्स हुनेवाला छ। हाम्रो 10 जना प्लेयरहरुलाई 5 वटा डिफरेन्ट टिममा डिभाइड गरेर प्रत्येक टिमलाई एक वटा म्याप दिन्छौँ हामीले एन्ड त्यो म्यापले चाहिँ उहाँहरुको नेक्स्ट लोकेसनलाई लिड गर्छ। अब ढिला नगरी टिम चाहिँ डिभाइड गरौँ गाइस, आउँ त। र सबैले एक वटा बल निकालौँ यहाँबाट। पालो है, पालो। यो 4 चाहिँ फालौँ है। ल ओके, सो टिम पनि डिभाइड भइसकेको छ। अब चाहिँ हामीले म्याप दिने बेला भयो। ल यहाँ त सबले एक घण्टा म्याप चुज गरौँ। ल एउटा म्याप हैन, ल म्याप चाहिँ आफ्नो म्याप चाहिँ अर्को टिमलाई नदेखाम है। अलि टाढा गएर हेरौँ, अलि चाहिँ नखल। ल हैन अहिले म भन्छु। ओके, सो म्याप नै डिस्ट्रिब्युट भइसक्यो, टिम पनि बनिसक्यो। अब चाहिँ तिमीहरूले अलिकति टाढा गएर अर्को टिमलाई नदेखाएर म्याप चाहिँ अनफोल्ड गर। टिमहरूले आफ्नो म्याप खोल्दैछन्। यो हो रियल गेमको स्टार्टिङ पोइन्ट। सबै एक्साइटेड छन्। अब यो म्यापले डिसाइड गर्छ कुन टिम ट्रेजरसम्म पुग्छ सबैभन्दा छिटो। अलराइट गाइस, म्याप पनि पाइसक्यो तिमीहरूले, लोकेसन पनि अब लगभग थाहा पाइसक्यो होला। ल म त तिमीहरूलाई फाइनल लोकेसनमा भेट्छु। त्यहाँसम्म पुग्न चाहिँ तिमीहरू एकदम स्मार्ट र फास्ट हुनुपर्छ। सो गुड लक फर द्याट एन्ड योर गेम स्टार्ट्स नाउ। गेम जस्ट गट स्टार्टेड। सबै टिमहरू आफ्नो म्याप समातेर दौडिरहेछन्। तर सबभन्दा रमाइलो कुरा के हो भने र फर्स्ट आउनुपर्छ। हामीले गेम जित्नुपर्छ आज। ल सबै प्लेयरलाई थाहा नै छैन फुल्ली कन्सेप्ट के हो भनेर। जित्नु चाहिँ पर्छ। ल गेम त एकदम एक्साइटेड छ क्या हैन? जसले जित्छ त्यसलाई चाहिँ 10,000 छ के प्राइज हैन? हामीले स्पेशली स्टुडेन्टहरूलाई इन्भाइट गरेको छौँ। अनि यो च्यालेन्जमा अगाडि के हुन्छ कसैलाई पनि आइडिया छैन। केटाहरूसँग झम्काबेट भइसकेको छ हैन? केटाहरू ल खोज्दै हैन, हामीहरू चाहिँ चिलमा हिँड्दै। And that's what makes it exciting. Raw reaction, unexpected twistहरू अब हेरौँ सबभन्दा छिटो क्लुसम्म को पुग्छ। हामी नजिकै छ हैन? हामी चाहिँ मन्दिर पुग्न आँट्यौँ। मन्दिरतिर एउटा क्लु छ भन्ने चाहिँ हामीले सुनेको थियौँ हैन? सिन्स यो कन्सेप्ट सबैको लागि फर्स्ट टाइम थियो, we made it super simple. ओ हाम्रो सिक्का गेमको उ भेटेको छ। बेसिक लोकेसन, इजी क्लुज, किनभने हामी चाहदैनौँ कि फर्स्ट टाइममै मेसअप गरून्। जहाँ दुख्दा मद्दत मिल्छ सेतो कोटीहरू तयार हुन्छ। भक्तिको शक्तिले सबै सम्हाल्छ। के हुन सक्छ त? यहाँ रहेछ दाइ, यार के सिक्का गेम भन्ने रहेछ हैन? योमा चाहिँ यो के हो दाइ, पढ्नु त खै। काँडाले घेरो भित्र पिठास के बारीको छ। यसलाई चाहिँ अब के हो, यसको मिनिङ चाहिँ थाहा पाउन धेरै मुस्किल भइरहेको छ हामीलाई। अब हाम्रो यो सल्भ गर्नुपर्ने हुन्छ मिलिमिली पानीको किनार यही छ तिम्रो अग्लो संसार भनेपछि यो यतैतिर हुनुपर्छ। सिद्धार्थ होटलमा पानीको किनार भनेपछि सिद्धार्थ होटल हाम्रो लोकेसन। स्विमिङ पुल हुन सक्छ। ल जाम हामी चाहिँ फाइनल पुगिसक्छौँ। यहाँ चाहिँ लेखेको छ सिक्का गेम्स लेखेको छ। उभिएको एक्लो तारा सबैको काम, गर्मीमा साथी छाया दिने नाम, नजिक पुगेर हेर त रमाइलो, त्यही छ सङ्केत अर्को समाइलो। ए देउती बजै भक्तिको शक्तिले सम्हाल्छ मतलब देउती बजै ए मन्दिरमा। ल अब यहाँ हाम्रो यात्रा चाहिँ मन्दिरमा, यसो गाडी हेरेर हिँड्ने। सबै टिमहरूले आफ्नो क्लु बुझे। अब तिनै क्लुले फाइनल डेस्टिनेसनसम्म पुर्याउने जस्तो देखिन्छ, तर रियालिटी चाहिँ अर्कै छ। फेरि पनि हामी पुनः एक्साइटेड भइसकेका छौँ। अहिलेसम्म त अर्कै लागिरहेको थियो म्याच गोल। अब जितिन्न जस्तो लागिरहेको थियो। अब जितिन्छ चाहिँ पनि टिम ए देउती बजाई मन्दिर पुग्न लागे। उनीहरू कन्फिडेन्ट छन् कि ट्रेजर यहीँ छ। तँलाई के लाग्छ त्यो खजना कस्तो होला? अनि टिम सी स्ट्रेट आउट द गेट हस्पिटलतिर। उनीहरूको पेस त अलिक फास्ट छ, तर त्यो ठाउँ नै अलिकति ट्रिकी हो। जाऊ, म यता माथि खोज्छु, अनि भेटायो भने मलाई भन है। त्यही बेला टिम बी सिद्धार्थ होटलको बाटो समात्छ। होटलभित्र जसरी क्लु हाइट छ त्यो त इमेजिन गर्न नि गाह्रो, तर खोजिरहेको छौँ। अझै पनि भेटाएको अवस्था छैन हामीले। केटाहरू त कन्फिडेन्ट छन्। They are about to get solved. यता टिम डी एकदम इन्ट्रेस्टिङ रुटमा छ। सिङ्गल ट्री, एकदम ठुलो फिल्डमा एक मात्र रुख। उनीहरू स्योर छ कि त्यो रुख हुने नै छ भनेर। के छ हेर्नु पर्यो अब हैन? अनि टिम ई ड्र्यागन फ्रुटको फार्ममा काम भाइब्समा पुग्छ। ब्याक स्पोर्ट गर्दा एक्साइटमेन्ट त हुन्छ, तर रियालिटी चाहिँ अर्कै छ। What is the unexpected twist? कसले सोध्छ र? अर्को पनि रहेछ हाम्रो फाइनल प्लेयर हैन रहेछ। ल हामी अर्को ठाउँमा जानुपर्ने रहेछ अझै साथी। ट्रेजर त यहाँ छैन, ब्याग भित्र छ अर्को म्याप।
एकदम अनएक्सपेक्टेड क्लु। यो गेम त अब बल्ल रियलमा स्टार्ट हुन्छ। पैसा हो भने के हो फेरि अच्छा अर्को म्याप भेट्यो त फेरि यहाँ त हामीले अब यहाँबाट हुन्छ अल्टिमेट चेस। प्लेयरले भर्खर पाएको म्यापले उनीहरूको फाइनल लोकेसनलाई लिड गर्छ। अब कम्पिटिसन एकदम क्रेजी हुन्छ। कुनै पनि टिम स्लो भयो भने उसको जित्ने चान्स सकिन्छ। साथी म्याप निकालेर त काम अलमल्ल पनि गेम के सबै प्लेयरहरू हतार हतार दौडिँदैछन्। मिनवाइल 5:30 भइसक्यो त अझै आएनन्। कहाँ गएछन् त केटाहरू? बल ल्याउन बल खेलौँ। त्यो क्याच गर। हामी चाहिँ अब फाइनल लोकेसनमा पुगिसकेछौँ है गाइस। हाम्रो डेस्टिनेसन चाहिँ यही रहेको छ। सक्यौँ जस्तो लाग्छ है हाम्रो सायद गइसक्यो होला हियर्स फ्रम द लास्ट ट्विस्ट। यो ब्याग चाहिँ लक छ। यसको पिनको हिन्ट हामीले एभ्री सिङ्गल क्लोमा छाडिदिएको थियौँ। तिमीले यो कम्बिनेसन ट्राई गरेर करेक्ट पिन पत्ता लगाउन पर्छ। दिनभरिको भागदौडपछि हाम्रो टिम बी चाहिँ यो गेमको विनर भएको छ। ल कङ्ग्रेचुलेसन होइन। ल अरू टिमहरू चाहिँ केही छैन। अब नजिकै पनि यो भिडियो एकदम स्पेसल भयो। हामीले के नयाँ के डिफ्रेन्ट गर्न खोज्यौँ अनि त्यो राम्ररी काम पनि गरिहाल्यो। रमाइलो भयो, इनर्जी फुल थियो, सबैले मन लगाएर खेले। थ्याङ्क यू टु अल प्लेयर्स। अनि तपाईँ भ्युअरहरूलाई पनि धेरै माया छ। अब यस्तै फ्रेस कन्सेप्ट लिएर आउँछौँ। स्टे ट्युन फर नेक्स्ट एन्ड सब्सक्राइब सिक्का।